आज तपाईँ युरोपको जे उदाहरण दिनुहुन्छ, यो युरोप कसरी भयो? संसदीय पोलिटिक्सले हो। यसको सिधा उत्तर छ, हाम्रो उत्तर छ त्यो भनेको यसले 400 वर्षसम्म संसारलाई डिभाइड गरेर केक बाँडे जसरी बाँडेर लुट्यो। ईस्ट इन्डिया कम्पनी बनायो, भारतसम्म आयो। त्यो लुटेको अर्थतन्त्र ल भारतबाट जाँदाखेरि कति सुन लिएर गयो यसले? यो युरोपबाट तपाईँ अफ्रिका जब युरोप गयो, युरोपियनहरूले जब अफ्रिका पत्ता लगाए हैन, त्यहाँबाट के ल्याए? त्यहाँबाट भन्दाखेरि युरोप र अमेरिकाको कथा भनेको, जसलाई तपाईँले पुँजीवादको सफलताको कुरा भन्न सक्नुहोला, तपाईँले संसदवादको सफलताको कुरा भन्न सक्नुहोला, वेस्ट मिनिस्टर मोडलको कुरा गर्न सक्नुहोला, डाइरेक्ट इलेक्टेड प्रेसिडेन्सियलको कुरा गर्नुहोला, तर युरोप र अमेरिकाको कथा यो 400-500 वर्षको कथा लुट्ने कथा मात्रै हो, लुटेको मात्रै कथा। यसले जापान लुट्न खोज्यो, यसले चाइना लुट्न खोज्यो, यसले पूर्वी युरोप सबै हैन, एसिया पुरै, अफ्रिका पुरै लुटेको भन्दा अरु कुनै कथै छैन। लुटेको अर्थतन्त्र यति दिगो हुन्छ? हो त नि, यति लामो टिक्छ? संसारकै आज पनि त लुटेको अर्थतन्त्र भन्दा बाहेक अरु के छ त? सिरियाको केस के हो? युक्रेन किन युक्रेनमा अमेरिका लागिराखेको छ? किन लागिराखेको छ? इरानको कुरा के हो? प्यालेस्टाइनको कुरा के हो? इराकको कुरा के हो? हैन, लिबियाको कुरा के हो? अहिले अफ्रिकाका कन्ट्रीहरुमा चाहिँ स्वाधीनताको आत्मनिर्भरताको बहस चलिरहेको छ। त्यो के हो त भन्दा संसारका रिसोर्सेसहरुलाई कलेक्सन गर्ने, ल्याएर संसारमा राज गर्ने भन्दा बाहेक त्यसलाई पोलिटिकल झर्रो भाषामा या नर्मल भाषामा सामान्य नलेजको हिसाबले पनि लुट्ने भन्दा बाहेक अरु के हुन्छ त? त्यसकारण त्यो सफलता हो भने, युरोप सफल हो भने, अमेरिका सफल हो भने, लुट तन्त्र सफल हो, संसदीय राजनीति सफल होइन। अमेरिकी अर्थतन्त्र पनि त्यही हो। अमेरिका त झन् बढी हो नि त। अमेरिका त पछिल्लो 100-150 वर्षदेखि अमेरिकाले के गरिरहेको छ त? अब अर्को श्रृंखला युक्रेनमा चल्दैछ, चलिरहेको छ हैन। अहिले पनि इजरायल प्यालेस्टाइनको मुद्दा हल भएको छैन। के हो त? इजरायल भन्ने देशै थिएन। इजरायल भन्ने भूगोलमा देशै थिएन। साउथ कोरिया र नर्थ कोरियाको कथा के हो? पूर्वी जर्मन र पश्चिम जर्मनको कथा के हो? भन्दा संसारलाई डिभाइड गर्ने र संसारलाईबाट लुटेर ल्याएर जुन कन्ट्री, जुन देश सफल भएको छ, हाम्रो साथीहरु स्विजरल्यान्ड बनाउँछु भन्छन् के? या गफ दिन्छन्। स्विजरल्यान्ड बनाउन त एक्चुअली फेरि 400-500 वर्ष संसारलाई लुट्न पर्छ नेपालले। बेलायत बनाउँछु भन्छन् नि त। बेलायत बनाउनलाई त ईस्ट इन्डिया कम्पनी बनाएर संसारलाई लुट्न पर्छ, अनि मात्र यो देश बेलायत हुनेवाला। लुट्ने कुरा र संसारलाई चाहिँ पहिलो र दोस्रो विश्वयुद्धमा कति मान्छेहरुको मृत्यु भयो? करोडौं मान्छेहरुको मृत्यु भयो।